अलि मिलाएर हाल्नु न बट्टा। नमस्कार सम्पूर्ण जनप्रिय साथीहरूलाई। आज करिब 2 वर्ष अगाडि मैले आफूले जस्तो जानेको त्यस्तो युट्युब भिडियो बनाएँ। मैले बनाएको युट्युब भिडियो हजुरलाई थाहा होला जनावर सम्बन्धी एनिमल सम्बन्धीको हो र मलाई भ्लग गर्नलाई अब मलाई त्यति आइडिया छैन। मैले जस्तो जानेछ त्यस्तै बनाएँ र मैले बनाउनुको उद्देश्य भने पनि यी अबोध प्राणीहरूको लागि नै हो। मैले अहिले लगातार डोनेसन भिडियोहरू बनाइरहेको छु ताकि यिनीहरूको लागि खानको लागि सहज होस् भनेर। सधैँ डोनेसन मागेर पनि सकिन्न रहेछ र मैले युट्युबबाट नि के गर्न सक्छु कि भनेर मैले कोसिस गरेको थिएँ, तर मलाई मेरो भिडियो त्यति चलेन र किन चलेन अब मैले राम्रोसँग जानिनँ पनि, अहिले पनि जानेको छुइनँ। मैले जस्तो जानेछ त्यस्तै बनाएर हजुर समक्ष पस्केकी छु। धेरै समय पश्चात करिब 2 वर्षपछि बनाउँदैछु। कमी कमजोरी भएमा हजुरले कमेन्टमा भनिदिनु होला र कसैले युट्युबको यसो एडिट गर्न जान्नुभएको छ भने मलाई बताइ पनि दिनु होला। मैले जस्तो जानेछ त्यस्तै बनाएँ। जस्तो हजुर समक्ष मलाई कुनै अब मैले नक्कल पनि गरेको छुइनँ। मैले जस्तो देखेँ त्यस्तै नै बनाएकी छु। मैले भिडियो बनाउनुको उद्देश्य भनेको चाहिँ मैले यहाँबाट पछि मैले रकमहरू मैले सङ्कलन गर्न सकेँ भने मैले यी अबोध प्राणीहरूको लागि नै खर्च गर्नेछु। हस्पिटलको लागि, यिनीहरूलाई केही उपचारहरूको लागि, केही खानको लागि दैनिकी अहिले जाडो समय छ धेरै खान्छन् यिनीहरूको लागि र मासु पसलको पैसा अलिअलि भए पनि तिनीहरूलाई र मलाई सबै यिनीहरूलाई पनि होस् भनेर नि मैले चाहिँ फेरि पनि सञ्चालन गरेको छु। र हजुर समक्ष चाहिँ मैले फेरि पनि बिन्ती बिचाउन चाहे मेरो च्यानललाई हालसम्म हजुरले सब्सक्राइब गर्नुभएको छैन, प्लिज सब्सक्राइब गरिदिनु होला। लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। कमेन्टमा पनि छोडिदिनु होला। कमी कमजोरी के छ भनिदिनु होला। मैले जस्तो जान्छ त्यस्तै गरेँ। मैले केमा सुधार्नुपर्छ हजुरले बिन्ती छ बताइ पनि दिनु होला। म यही आशा पनि गर्दछु। यी अबोध प्राणीहरूको मुहारमा म खुसी देख्न चाहन्छु। यिनीहरूको जीवनशैलीमा म धेरै परिवर्तन ल्याउन चाहन्छु। यिनीहरूलाई खानलाई धेरै दुःख छ। म सबै कमी कमजोरी पुरा गर्न चाहन्छु, तर त्यसको लागि मलाई हजुरहरूको पनि साथ सपोर्टको जरुरी छ। मलाई हजुरहरूले मेरो च्यानललाई अघि बढाउन सहयोग गरिदिनु भयो भने मेरो यी अबोध प्राणीहरूको मुहारमा खुसी हुनेछ, किनकि यहाँबाट उठेको रकमले मैले यिनीहरूको लागि नि खर्च गर्न सक्नेछु। यी बोल्न नसक्ने अबोध प्राणीहरू पनि मध्यरातमा कसैले नदेख्ने गरी, कसैले नसुन्ने गरी दितमरुन्जेल कति रुँदो होला। यिनीहरू बिहान उनीहरू सबैको उनीहरूको मुहारमा चाहिँ मुस्कान देख्छन्, अरूको अगाडि चाहिँ उनीहरू खुसी भएको देख्छन् अनि सबैले सोध्छन् यो प्राणीहरूको जस्तो जिन्दगी त जिन्दगी हो भन्छ, तर उनीहरूको पीडा केवल यो अँधेरी रातलाई मात्रै थाहा छ। उनीहरूको यो देखावटी हाँसो केवल सबै यो अँधेरी रातलाई मात्रै थाहा छ उनीहरू कति बाध्यतामा उनीहरू यसरी गरिरहेका छन् भनेर। सडकमा जीवनयापन गर्न पनि यिनीहरूलाई पनि कति गाह्रो भइरहेको होला। कहाँ सजिलो छ र। यिनीहरू पनि कोही मान्छे बाटोमा भेट्ला र उनीहरूलाई खाना देला भनेर उनीहरू कुरिरहेका हुन्छन्। म जाँदा पनि मलाई यस्तै गरे यिनीहरूले। यो चाहिँ हाम्रो भत्किएको पुलको साइडतिर हो। मलाई हेरिरहे यिनीहरू खानको लागि एकदमै हारलोस गरिरहे।
अनि मनमा मलाई साह्रै नराम्रो लाग्यो। बिचराहरू अहिले त उनीहरू मिठो मुस्कान दिएर अनि खाना माग्छन्। राति यिनीहरू कहाँ बस्छन्, के बस्छन् केही थाहा छैन। धेरै छ यो ठाउँमा कुकुरहरू। देउता खोज्न मन्दिरै जानु पर्दैन। यी अबोध प्राणीहरूको मुहारमा हामीले खुसी मात्र ल्यायो भने पनि हामीलाई भगवान त्यही मिल्छ। यो त सबैले बुझ्नुपर्ने कुरा हो। यिनीहरूको मुहारमा हाँसो ल्याउनलाई चाहिँ म धेरै सङ्घर्ष गरिरहेको छु र गरिरहनेछु। त्यही भएर मलाई यसमा हजुरहरूको साथ सपोर्टको धेरै आवश्यकता छ। यो च्यानलले हजुरहरूले कसले चिनेको छ सबलाई सेयर गरिदिनु होला। हजुरको सानो सेयरले पनि जहाँ सम्बन्धित मान्छेमा पुग्नुपर्ने ठाउँमा पुग्दाखेरि नि यी अबोध प्राणीहरूको मुहारमा चाहिँ सदाबहार हाँसो रहनेछ र म यही चाहन्छु। आजको मौसम पनि राम्रो छैन। यस्तो कठ्याङ र चिसोमा यिनीहरूलाई धेरै गाह्रो हुनेछ। त्यही भएर चाहिँ हजुरहरूले चाहिँ आफ्नो वरिपरि भएको कुकुरहरूलाई न्यानो गरेर राखिदिनु होला म भन्न पनि चाहन्छु। हजुरले जस हेला नगरिदिनु होला। हजुरले के कसरी सहयोग गर्नु सक्नुहुन्छ उनीहरूलाई चाहिँ त्यो अनुसार सहयोग गरिदिनु होला।